यस गाइज आज हामी चाहिँ टाढाको यात्रामा छैनौँ, खासै नजिकै हो। हामी खोलाको नजिक जाँदैछौँ र हाम्रो साथमा हुनुहुन्छ यहाँ नवीन भट्टज्यू, हाम्रो इन्जिनियरज्यू। स्याललाई दशा लाग्यो भने गाउँ बस्छ भन्थ्यो, त्यस्तै खोला बाढी आएको बेला खोलातिर जाँदैछौँ। खोलामा के छ अवस्था हेर्छौँ, ताजा अवस्था, कति पानी आएको। यहाँ हामीसँग एकजना मिस पनि हुनुहुन्छ। के हो यसको नाम, के काममा परेको हुन्छ भनिदिनुहोस् त। यसको कोभिडको बेलामा इनर्जी फुल हुन्छ भनेर मान्छेले यसको के नाम यसको? गुर्जो। यो गुर्जो हो। ए गुर्जोको यस्तो यो दाना नै फल्ने रहेछ है। ल ठिक छ। यो पारिदेखि हाम्रो बेनीघाट बजार हो। यो चाहिँ बेनीघाट रोराङ गाउँपालिकामा पर्छ। तल बगिरहेको चाहिँ यो हाम्रो त्रिशुली नदी हो। अहिले म राम्रोसँग देखाउँछु गाडीहरूलाई। हामी 3 जना मात्रै जाँदैछौँ आज। र हामी यो बाटोको क्रममै छौँ। अरू जाँदा जाँदा यहाँ एउटा शिवजीको फेरि हामीले एउटा मूर्ति नि भेटाएका छौँ गाइज। एकदम राम्रो छ। भ्लगले कहिले भाइरल हुने होला? भाइरल त भइहालिन्छ सर। यहाँ अझै निर्माण दिन छ, यो बनाउँदैछ। यी ढुङ्गाहरू राखिरहेको छ यहाँ। त्रिशुली नदीको किनारमा आइसकेका छौँ गाइज हामी। अब यहाँ त्रिशुली किनारको म भ्यू देखाउँछु तपाईँहरूलाई। पुल हो यो, बेनीघाट पुल। यो धादिङ र गोर्खा जोड्ने पुल। साथीहरू पनि यहाँ रमाइरहनु भएको छ यो नेचुरल ठाउँमा। के गर्दै हुन्छ सर? लभ बनाइहाल्नु भयो क्या हो? लभ बनाए जस्तो छ त तपाईँले त। यसरी लभ बनाउने है गाइज। अलिकति गोलो गोलो भएन क्या हो? बाङ्गो बाङ्गो भएको त सर। यो लभ कसलाई डेडिकेट गर्न चाहनुहुन्छ? विशेष गरेर गर्लफ्रेन्डलाई। ओके, गर्लफ्रेन्डलाई मेसेज छोड्नु ल एउटा केही छ। तिम्रो लागि म तिनवटा लभ बनाउँदै एउटा चाहिँ बल्ल राम्रो भयो भन्ने। अनि प्लस यान फेरि अर्को पनि होइन, बीबाट भट्ट, यानबाट नम्रता, बीबाट बस्ने। यस यो थरीका। ओके, तपाईँको त्यसरी पोल खोलिएको सर। ओके, हाम्रो मिस चाहिँ योगा गर्न गइसक्नु भयो त। टिकटक पनि बनाउनु हुन्छ यहाँ खोलामा आएर। त्रिशुलीको किनारमा आएको छौँ। यो चाहिँ त्रिशुली हो। उताबाट बुढी गण्डकी पनि छ। के छ नवीन सर, रमाइलो भयो नि होइन? मिसले आफ्नो पोज दिँदै हुनुहुन्छ यहाँ फोटो खिच्ने भनेर। साथीले मुढा पल्टाउँदै हुनुहुन्छ यहाँ। म चाहिँ हाम्रो पहलमान हो, पहलमान। Come on sir, come on, you can do it. Go. Complete. लास्टै ठुलो बनाउनु भयो। ल त्यसमा थप्नु न, अब एउटा भिडियो बनाइराखौँ म। सक्छु सर। हामी सर के बनाउँदै भइसक्यो त? दुनियाँलाई के मजा आउँछ? फाइनली हामी चाहिँ आजको यात्रा सिद्धिसकेको छ। हामी चाहिँ आइसकेको छौँ। नाटक उही मास्तिर आएका छौँ। यात्रा बनाएको छ। आजको यात्रा सिद्धिसकेको छ।